हेलो गुड मर्निङ गाइज, वेलकम छ हाम्रो कृष्ण साधुको भ्लगमा। हामी चाहिँ अब भर्खर उठियो, फ्रेस भयो, अब ड्युटी जानु लाग्यो होइन। म फ्रेस भयो। के छ मेरो भाइ? ठिक छ दाइ। खाना खाइयो? सुनाउनु। खाना भइसक्यो होइन। वेलकम हान्दिउँ नि त गाइजहरूलाई। अब गाइजहरू वेलकम भन्नु पर्दैन, हजुरहरू सबै हामीसँग जोडिसकेको छौँ। अब हामी नेक्स्ट अब काम गर्न गइरहेछौँ। नयाँ ठाउँ कस्तो छ के छ सबै कुराहरू चाहिँ बिस्तारै रूपमा हामी भन्दै गर्छौँ यो भ्लगमा। ओके, डन गरिदिनु गाइज। अब हामी झोलासोला बोकेर हिँडेर काममा है भाइ विशाल। अब आज त खासै काम हुँदैन, अब आज यसो गएर यो 17 ए कहाँ झोलामा हाल्नु त नि यो भयो। ल साथीहरू, हामी रुमबाट निस्किसक्यो। त्यहाँ दाइहरूले कचरा बोकिरहेछन्। अब फाल्नु पर्ने छ। रुममा धेरै कचरा भइसक्यो। हामी त बेड सेटअप गराएको थियौँ हिजो, त्यही भएर बेड सेटअपको चाहिँ फर्महरू छ। अब यसरी यहाँ लक खोलेर बाहिर निस्किनु पर्छ। नेचर चाहिँ एकदम राम्रो छ यतातिर, गाउँ साइडमा हो। हाम्रो अगाडिको भ्यू चाहिँ यस्तो छ। टक्क गइरहेछ हामी कामतिर। उताहरू सेम लग नेपाल जस्तै पहाड हिमालहरू छ समथिङ। अनि गाडीहरू त टन्नै छ। अनि भाले फार्म हिजो मैले भनेको थिएँ, ऊ त्यहाँ हो क्या तल भाले फार्म चाहिँ। अनि यहाँ बाटोबाट गइरहेछौँ। ल गाइजहरू, हामी कचडा स्टेसनमा आइसक्यौँ। यता टक्क अब ड्राइभरले कचडा टक्क हाल्दै हुनुहुन्छ। पुरै यसरी छिराइदिनु लाग्नु भएको छ। ल भयो, कचडा पनि गाता भयो। गाता भनेको चाहिँ भयो है यता चाहिँ। अनि अब यहाँबाट हामी निस्किसक्यो। मेन बाटोतिर हाइवे टच गइरहेछौँ। अब एउटा सिक्रेट कुरा छ कि हामीसँग बस घाट छैन। यहाँको उताको बस घाट चाहिँ यता चल्दैन। अब समात्यो भने पुरै फाइन हान्छ। कति हान्छ थाहा छैन त्यो पनि। अनि टिकट चाहिँ 300 भन्छ, 3 रुपियाँ 50 पैसा रोन हो। अब फाइन चाहिँ कति हान्छ थाहा छैन। समात्यो भने कन्ट्रोलले चेकिङमा। टक्क गइरहेछ। ल हामी हाइवे टच भइसकेका छौँ। अब उता जेब्रा क्रस भएर अनि टक्क जान्छौँ। गाडीको लागि वेट गर्छौँ। ल गाइस, हामीले फर्स्ट टाइम गइरहेको, कन्फ्युज थियो। जेब्रा क्रसिङबाट हो कि पारि गएर जाने हो कि के गर्ने हो थाहा छैन। त्यही भएर सोध्दैछ हामी दाइसँग। अब छ जेब्रा क्रसिङबाट कटिसक्यो। हाम्रो विशाललाई चाहिँ टुवा परेर हेर्दै हुनुहुन्छ। टक्क हामी कटिसक्यो। ऊ त्यहाँ बस स्टप पनि छ, तर बुकारेस्टको जस्तो चाहिँ छैन होइन। त्यही भएर कन्फ्युजमा परिरहेछौँ। हाम्रो दाइ कुरा गर्दै सोध्दै गइरहेछौँ। फाइनल्ली बस स्टेसनमा पुगियो। अब ट्रेन स्टेसनमा झर्ने भन्दै हुनुहुन्थ्यो दाइले फोनमा। अब के हुन्छ कस्तो हुन्छ, कहाँ पुगिन्छ थाहा छैन। आज फर्स्ट डे के हुन्छ कस्तो हुन्छ। अब भेटेपछि पुग्यो भने चाहिँ नि भनौँला नेक्स्ट उसमा। हामी बसबाट निस्केर मलतिर लाग्न लागिसक्यो। मल भने मालदुवा मल भने चाहिँ यही हो। क्यालिफोर पनि यही छ यत्रो होइन, सबै ठाउँ हुँदो रहेछ। टक्क निस्केर अब कामतिर लागिरहेछ। अब चपस्टिक कहाँनिर त कति बेला देखिन्छ। अब बिस्तारै थाहा हुँदै गर्छ। टक्क आइरहेछ मालदुवाको भ्यू। टक्क हामी सिधा मलभित्र छिरेका छौँ। इन्ट्रान्समा पुगिसक्यौँ। मल चाहिँ स्टार्ट भइसकेको रहेछ जस्तो छ, तर 17 गते ओपनिङ हो भन्ने लागिरहेको थियो। यो चाहिँ इमर्जेन्सी एक्जिट रहेछ। मलभित्र खतरा छ। निस्किरहेको छु। यस्तो भ्यूहरू छ। ड्राइभर बसेर पछि आउँदैछन् पुरै टक्क हेर्दै। कस्तो लागिरहेको छ त मलको एक्सपिरियन्स दाइ? सबै छिरेको भाइ, यस्तो भर्खरै छिरेको बास्नाको बहुत, त्यो खानेको बास्ना बहुत आइरहेको छ। भोक पनि लागिरहेको छ भाइ। अनि अघि एक थाल भात खाएको चाहिँ कहाँ हाल्नुभयो त? के खानु रे गाँसो। ल हेरौँ
हामी पुलमा पुगिसक्यौँ। अब माथि पनि पार्किङ रहेछ, त्यहाँबाट जाने हो, बिस्तारै जाँदै गरौँला अनि भित्र काममा पुग्छौँ। ल ग्यास काम गर्ने ठाउँ पुग्यो। किचन चाहिँ एक्सपेक्टेसन नगरेको जस्तो रहेछ होइन, चाहिने भन्दा चाहिँ लास्टै ठुलो के यत्रो किचन त बुकारेस्ट पनि छ भने त्यहाँ काम गर्दाखेरि हेर्नु त क्रेडिट खेल्नलाई मिल्छ कि दाइ त पुरा खुसी भइदिरहेको छ। यहाँ हेर्नु भाँडा धुने सिङ्क छ अनि यहाँ हातहरू सफा गर्ने सिङ्कहरू छ अनि त्यसपछि उता होताहरू भइहाल्यो अनि विशाल भइहाल्यो अनि यहाँ हेर्नु दाइको कति खुसी भइरहेको छ। अनि यहाँ हेर्नु 7-7वटा फ्रिज छ कि 8वटा फ्रिज यसरी जाने हो भने चाहिँ 8वटा फ्रिज छ कि ल यो सबभन्दा ठुलो चिलर। ए काले भाइ के गर्ने यार ए मुला कस्तो काले हो कि मान्छे लास कालो हो। ल गाइस अघि हामी काम गर्छौँ भनेर चाहिँ काम गर्ने अब स्टेसनमा पुगिसक्यौँ, मजाले कामहरू गरिरहेछौँ। अब यसको ओपनिङ चाहिँ 17 तारिकमा हो। मेरो बर्थडेभन्दा एक दिन अगाडि है, मेरो बर्थडेभन्दा एक दिन अगाडि चाहिँ यसको ओपनिङ छ। अब बर्थडे सड्डे त यस्तै गरिन्छ मलाई थाहा छैन होइन, तर काम चाहिँ गर्नु पऱ्यो। साँझ र बिहान दाइले माथि काँडा कानी सिक्नु आउने त रोक्नु यहाँ चित्र डोस यार के काम हान्दै हो। के गर्ने अब 17 तारिकको करे हराउँदै ठिक हुन्छ। 17 तारिकबाट अब मैले यता हल्दै राखेको यस्तो पीडित काम गरेर टाइम पास छैन। ल हामी अब यहाँ मालदोवा महल लासीको मालदोवा महलमा छौँ। नेपाली साथीभाइहरू छौँ भने यसो भेटघाट गर्न सक्नुहुन्छ 24 टिकमा है गाइस। गोरे भाइ आयो गोरे भाइ। अनि त्यसपछि 24 नेपाली दाजुभाइहरू आउनुभयो भने चाहिँ एउटा कुनै पनि आइटम खाँदाखेरि सिम्पल नुडल्स फ्री। ल भाइ यार तिम्रो सबै हान ल। ल भाइ त्यहाँ राम्रोसँग सफा गरे टल्काउने अनि त्यहाँ राम्रोसँग कल गर है। ल गाइज हामीहरू कामबाट निस्क्यो। अब बसको वेटिङमा बसिरहेछौँ। यहाँ चाहिँ क्यालिफोर्ड पनि रहेछ अनि मालदोवा मल चाहिँ यता भइहाल्यो दिस साइड एन्ड दिस साइड। हाम्रो चाहिँ पार्किङ प्लेस वर्किङ प्लेस चाहिँ यता हो, पार्किङ प्लेस नै माथि नै छ। अनि दाइ आज के भयो त, कस्तो लाग्यो त काम के हो नि ठेला नै भोक लाग्यो भाइ। धेरै खाना त म गएर बनाइहाल्छु नि राजमा भात। अनि हाम्रो दाइको हाम्रो मेन यहाँको मुख्य जिम्मेवारी भएको दाइको अवस्था चाहिँ के छ? ए ठिक छ भाइ, बिजोग रमाइलो हो रोमानियामा यस्तै हो, के गर्ने एउटा चलिरहेछ। काम गर्न आएपछि नगरी हुँदैन। हजुर बेला बेला फोन गरिरहेको छन्, टावर धेरै छन्, टाउकेहरू धेरै छन्। अनि हाम्रो दाइको कस्तो लाग्यो त आज फर्स्ट डेको एक्सपेक्टेसन? फर्स्ट डेको एक्सपेक्टेसन अरे के हो त्यो भनेको? पहिलो दिन कस्तो लाग्यो अरे क्या? ए पहिलो दिन त के हो नि, घोटाइ भयो, दह्रो घोटाइ भयो, त्यही त नि होइन त। पीडा छ दिलमा, मान्छे चाहिँ चिलमा। अब यता देखाइदियो हेर कस्तो दिस साइड के भन्छ सडक टलाल भन टलाल दिस साइड टलाल दिस साइड क्यालिफोर्ड। ल अब हामी बसमा चढेपछि भिडियो बनाउँदै गर्छौँ, हजुरहरूलाई सबै कुराहरू देखाउँदै गर्छौँ। हजुरहरूको माया र सपोर्ट दिँदै गर्नु होला। हेलो गाइज, भर्खर हामीहरू बसबाट उठेर हिँडिसक्यौँ। बस चाहिँ हिँडिसक्यो। अब हामी रुमतिर लागिरहेछौँ अनि त्यसपछि गइरहेछौँ। अब दाइहरू पनि हिँडेर थाकिसकेका छन्, सबैजना भोकले के छन्, पेट पुरै दुखिरहेछ। अनि अब यता छोराटीहरू बोलिरहेछन्, के गर्नु जान पाइँदैन। अनि यता फेरि एउटा ठुलो होटल पनि रहेछ के हो नाम पनि पढ्नै आउँदैन, होटल 3 स्टार रहेछ, 3 स्टार होटल तेरिया रहेछ होइन। अनि 3 स्टार प्रपर्टी रहेछ कि फेरि टक्क बनिरहेछ। ल अहिले त एक्लै भइयो, के गर्नु, दाइहरू टक्क मासु लिन जानुभएको छ मेगा इमेजमा। अनि त्यसपछि म चाहिँ एक्लै रुमसुम गएर टक्क दालहरू
दाल भन्नाले आज स्पेसली छ टक्क राजमा बनाउने हो अनि चिकन बनाउँछु अनि टक्क भात बनाउनु पर्यो राइस अनि मजाले खाने रुममा पुगेपछि अब त्यसपछि गर्दै गर्छु के छ र ल गाई छ अब हामी रुममा पुग्दैछौँ रुममा अब ढोका खोलेर जाँदैछु भित्र अब पुगिसक्यौँ के गर्नु ढोका लाउनै पर्यो लक गर्नै पर्यो दाइ रुममा भन्दा अगाडि पुगिसक्नु भएको छ उता सुटकेस खोल्दै बस्नु भएको छ ल है सबैजनाले सपोर्ट गरिदिनु होला थ्याङ्क यू फर वाचिङ भिडियो सब्सक्राइब टु लाइक सेयर कमेन्ट अनदर भिडियो